फर्स्ट लेट अस टक अबाउट द इफेक्ट अफ मोइस्चर। पहिला सुरु हामीले चाहिँ त्यसको लागि व्हीट ग्रेनको स्ट्रक्चरको बारेमा बुझ्नुपर्छ। वी नो दैट द आउटरमोस्ट लेयर अफ व्हीट ग्रेन इज मेड अप अफ ब्रान एन्ड इनरमोस्ट लेयर इज एंडोस्पर्म। अब जब हामीले यसमा मोइस्चर एप्लाई गर्छौं तब मोइस्चरले चाहिँ हाम्रो बाहिरको ब्रान लेयरलाई चाहिँ लेदरी र टफ बनाउँछ। लेदरी ओर टफ भन्नाले चाहिँ अब त्यसको ब्रान लेयर जुन छ त्यसलाई चाहिँ अब सजिलै टुक्रा टुक्रा हुँदैन, त्यो चुरा बन्दैन त्यसको। लाइक अब जस्तै हाम्रो कुनै पनि ब्रिक्सहरूको चाहिँ अब त्यो तिनीहरू सजिलै हातबाट छुट्यो र हातबाट झर्यो भनेपछि चाहिँ फुटिहाल्छन् त्यो। अनि अब जस्तै अब ग्लास हेरौँ, ग्लास पनि हातबाट झर्यो भने चाहिँ टुक्रा टुक्रा हुन्छ त्यो। र त्योसँगै अब त्यसको चाहिँ के हो, ग्लासको चाहिँ अब धुलो बनाउन सकिन्छ। इनफ्याक्ट धुलोबाटै ग्लास बन्छ। एन्ड ब्रान्ड पनि त्यस्तै हुन्छ। र एन्डोस्पर्म चाहिँ मेरो ब्रान्ड चाहिँ त्यस्तो त्यस्तो हुँदैन, त्यस्तो स्प्लिन्टरहरूमा झर्ने सानो सानो रेसाहरू निस्किने खालको चाहिँ हुँदैन ब्रान्ड। अनि त्यसपछि अब एन्डोस्पर्म चाहिँ ठ्याक्क यसको अपोजिट मोर मेलोवर भन्नाले सफ्ट र फ्राइबल भन्नाले यही ब्रिटल बनाउँछ, चुरा चुरा हुने खालको बनाउँछ एन्डोस्पर्मलाई। अब के हुन्छ भनेपछि अब हामीले ग्रिन्डिङ एन्ड यो गर्नुको मेन उद्देश्य चाहिँ के हो, यसले हामीलाई के बेनिफिट दिन्छ भने अब जब हामीहरू ग्रिन्डिङ एन्ड सिभिङ गर्छौं तब यो होल व्हीट फ्लोर चाहिँ अब हामीले यो सिभिङ मसिनमा हाल्दाखेरि चाहिँ यो सिभिङ मसिन चाहिँ मैले प्रिभियस भिडियोमा एक्सप्लेन गरे जसरी ब्याक एन्ड फोर्थ मोसन, त्यसमा के भन्छ रेसिप्रोकेटिभ मोसनमा चाहिँ हलिन्छ। र रेसिप्रोकेटिभ मोसन हलिँदाखेरि चाहिँ यसको जुन के भन्ने रिफाइन्ड व्हीट फ्लोरहरू, मतलब द व्हीट फ्लोर विदाउट ब्रान यसमा आएर झर्छ। र ब्रान्डको स्प्लिन्टर्सहरू चाहिँ यहाँ मैले डायग्राममा देखाए जस्तो गरी यही चप्किन्छ हो। यो एडभान्टेजले गर्दा, यो पर्पसले गर्दाखेरि चाहिँ हामीले चाहिँ यो मोइस्चरको इफेक्ट चाहिँ देख्न सक्छौं। अब त्यसपछि तर यसमा चाहिँ एउटा सानो प्रब्लम छ। प्रब्लम यो हो कि यो एन्डोस्पर्म र ब्रान्ड यो दुईटैको बीचमा चाहिँ एउटा कोहेसिभ फोर्स हुन्छ। Now this cohesive force is as strong like a water molecule. वाटर मोलिक्युल्सहरुको बीचको पनि एउटा कोहेसिभ फोर्सहरु हुन्छ। त्यही भएर यदि पानीलाई हामीले चाहिँ झार्यौं भने चाहिँ यसरी एउटा कन्टिन्युअस फ्लोमा झर्छन्, थोपो थोपो गरी हैन कि एउटा कन्टिन्युअस फ्लोमा झर्छ हो। त्यो कोहेसिभ फोर्सले चाहिँ वाटर मोलिक्युल्सहरुलाई बाइन्ड गरेको हुन्छ। त्यसरी नै एउटा कोहेसिभ फोर्सले चाहिँ यो एन्डोस्पर्म र ब्रान्ड बाइन्ड भएको हुन्छ। त्यही भएर यदि हामीले एक्सेस अफ मोइस्चरहरु युज गर्यौं भने अब यसमा चाहिँ के हुन्छ, होल व्हीट फ्लो चाहिँ यस्तो टेक्सचरमा कन्भर्ट हुन्छ। यस्तो टेक्सचर भनेको यो मडिफाइडको टेक्सचरमा कन्भर्ट हुन्छ। किनभने चाहिँ एन्डोस्पर्म र ब्रान्डहरु चाहिँ दुईटै एकअर्कासँग मुसिन्छन्। अनि मुसिसकेपछि चाहिँ तिनीहरुको एउटा ग्रेइश पाउडर लाइक मिक्सचर भन्छ, जसलाई चाहिँ हामीहरु होल व्हीट फ्लोर और आटा भन्छौं। अब त्यो आटा चाहिँ अब मोइस्चरले गर्दाखेरि झन् अब त्यसको के भन्छ, त्यसको स्ट्रेन्थहरु, त्यसको कम्प्याटिबिलिटी बढेर जान्छ, त्यसको स्टिकीनेस बढेर जान्छ। र त्यही भएर यो होल व्हीट फ्लो चाहिँ अब छान्न खोज्दाखेरि, हामीले सिभिङ गर्न खोज्दाखेरि चाहिँ यो सिममा चाहिँ गएर अड्किन्छन्। र सिममा गएर अड्किएको हुनाले गर्दाखेरि जब वेट चाहिँ यो सिममा अड्किँदै जाँदाखेरि जब यो वेटहरु एक्सेस हुँदै जान्छ तब चाहिँ यो झर्छ र यसमा यो हाम्रो सिप चाहिँ टुट्छ, यसमा पल पर्छ हो। त्यही भएर हाम्रो मोइस्चर कन्टेन्ट जुन हुन्छ त्यसलाई चाहिँ हामीले अप्टिमम राख्नुपर्छ, न धेरै कम न धेरै बढी। ओके, नाउ लेट अस टक अबाउट द इफेक्ट अफ हिट और टेम्परेचर। हिट और टेम्परेचरले चाहिँ अब हाम्रो ग्रेनको क्वालिटीलाई चाहिँ कसरी असर पार्छ त्यसको बारेमा चाहिँ हामी यो भिडियोमा हेर्छौं। ओके, यो भयो हाम्रो व्हीट ग्रेनको स्ट्रक्चर। लेट अस टेक दिस पार्ट। यसलाई चाहिँ अब हामीहरु म्याग्निफाई गरेर हेरौं। बाहिरको जुन लेयरहरु छ पेरिकार्प र चिटको, त्यसमा चाहिँ कार्बोहाइड्रेट हुन्छ, यो स्टार्च हुन्छ। अनि इनर लेयर जुन छ यसमा चाहिँ यो एन्डोस्पर्म, त्यो पनि स्टार्च एन्डोस्पर्म हुन्छ। तर बट त्यसमा चाहिँ के हुन्छ, ग्लाइडिन र ग्लुटेनिन प्रोटिन।
जस्ट लाइक दिस ओके अनि त्यसपछि जब हामीले यसलाई चाहिँ हिट र मोइस्चरहरू प्रोभाइड गर्छौँ तब के हुन्छ भनेपछि यसको यो हाम्रो ग्रेनको भित्रको स्ट्रक्चरमा चाहिँ भ्यापर प्रेसर लो हुन्छ किनभने त्यसमा एमाउन्ट अफ वाटर नि लो हुन्छ अब त्यसले गर्दाखेरि त्यसमा ओभरअल भ्यापर प्रेसर लो हुन्छ र माथि यसको बाहिरतिर हामीहरूले वाटर राखेको हुनाले गर्दा हिटेड वाटर भएको हुनाले गर्दाखेरि माथिको भ्यापर प्रेसर चाहिँ हाई हुन्छ अब के हुन्छ भनेपछि यो भ्यापर प्रेसरको डिफरेन्सले गर्दाखेरि चाहिँ वाटर यो ग्लाइकोसाइडिक बन्डहरू चाहिँ ब्रेक हुन्छ यो के भन्छ प्रोटिन र भएको यो बन्ड्सहरू चाहिँ ब्रेक हुन्छ र वाटर चाहिँ सजिलै यहाँबाट पास हुन पाउँछ यसको मोबिलिटी त्यसरी बढ्छ नाउ सेकेन्ड कुरा हो कन्भर्जन अफ ग्लुटेन टु इट्स स्टेबल फर्म यसमा के हुन्छ भनेपछि हाम्रो जुन ग्लुटेन छ त्यसमा चाहिँ हाइड्रोसल्फाइल ग्रुपहरू एसएच ग्रुपहरू चाहिँ भित्र एक्सपोज भएको हुँदैन कि मतलब भित्र लुकेर बसेको हुन्छन् भित्र चाहिँ हाइड भएर भित्र स्ट्रक्चरको भित्र चाहिँ अनएक्सपोज भएर बसेको हुन्छन् अब जब हामीले चाहिँ यसलाई हिट गर्छौँ त हिटले गर्दाखेरि चाहिँ हाम्रो ग्लुटेनहरू चाहिँ डिनेचर हुन्छ र डिनेचर भइसकेपछि यस्तो यो स्टेबल फर्ममा कन्भर्ट हुन्छ नाउ यो स्टेबल फर्ममा कन्भर्ट भइसकेपछि चाहिँ यो हाइड्रोसल्फाइल बन्डहरूको बिचमा हाइड्रोसल्फाइल एटम्सहरूको बिचमा यस्तो बन्ड हुन थाल्छ एउटा खालको हाइड्रोफिलिक इन्टरेक्सनहरू यिनीहरू बिचमा हुन थाल्छ र यसले चाहिँ हाम्रो ग्लुटेनलाई बडी इलास्टिक र त्यसको स्ट्रेन्थ बढाउने काम गर्छ बट अब यो काम चाहिँ 43 डिग्री सेल्सियसमा हुनुपर्छ यदि हामीले यो टेम्परेचरलाई रेज गर्दै गयो र टेम्परेचर 63 डिग्री सेल्सियस एन्ड एबभ पुग्यो भने चाहिँ यही ग्लुटेन बडी डिनेचर भएपछि अब यसमा चाहिँ के हुन्छ यसमा पोरोसिटीहरू चाहिँ घट्दै जान्छ र त्यसले गर्दाखेरि चाहिँ हाम्रो ग्रेनको इलास्टिसिटी मतलब व्हिट प्रोडक्टको इलास्टिसिटी चाहिँ घट्न जान्छ ओके थ्यांक यू